हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। यो चाहिँ आज हाम्रो पहिलो शनिबारको चाहिँ ब्लग हो। हामीहरू चाहिँ माथि छिरेर जाँदैछौँ। यो चाहिँ हामीहरू गाडी कुर्न बसेको। हामीहरू चाहिँ यो घन्टा गरेर गाडी कुर्दै गाडीको लागि चाहिँ हामीहरू त्यसपछि हामी माथि छिरेर पुग्यौँ। त्यसपछि पुगिसकेपछि हामीहरू चाहिँ यहाँ जाने कुरा भयो। पहिला चाहिँ यहाँ जानको लागि चाहिँ यस्तो ठाउँ थियो नि, यस्तरी चढेर जानुपर्ने चाहिँ साथीहरू थाकेर हेर निन्न नसक्ने। अनि त्यसपछि हामीहरू चढ्यौँ। यहाँ चढ्नुको लागि चाहिँ धेरै गाह्रो कि तलबाट चाहिँ माथि पुग्नुपर्ने थियो नि त। उकालोमा थियो यो चाहिँ, उकालोको भएर बाटो माथि जानुको लागि टुप्पामा थियो। यो चाहिँ म भइहालेँ। म पनि यस्तो उकालो चढ्नु चाहिँ खासै चाहिँ केही लाग्दैन, तर धेरै पछि चढेर होला अलिक गाह्रो चाहिँ भएको कि सास फुलेको जस्तो भएर मेरो चाहिँ। यो चाहिँ मेरो पोज भइहाल्यो। गर्मी जाडो महिना पनि गर्मी भएको कि यहाँ चढ्नलाई चाहिँ। त्यसपछि हामी चढिराखेको थियौँ। मैले चाहिँ मेरो दिदीलाई देखाएँ। दिदी चाहिँ हामी थाकेर पसिना एकछिनमा आएको कि एकछिनमा पसिना आएर चाहिँ मैले उसलाई तान्नु लगाएँ चाहिँ। अनि हामीहरू चढ्यौँ माथि र त्यसपछि यो म भइहाल्यो, हल्का पोज दिनै परिहाल्यो। मेरो चाहिँ ननाले बनाएको भिडियो चाहिँ म चढेको। अनि हाम्रो एक मात्रै फुपू यस्तो ठाउँमा आउनको लागि पनि यस्तो बुट लगाएर हिँड्ने अरे। अनि यस्तो बुटमा त हुन्न त हिँड्न, यस्तो बुट लगाएर चाहिँ यस्तो ठाउँमा घुम्न आउने अरे कि। तर ठाउँ चाहिँ यति दामी नि, वाउ, यस्तो राम्रो भ्यू देखिने हाम्रो छ। हामी चाहिँ फाइनली यहाँ पुगिसकेको थियौँ। यो चाहिँ लामाहरूले बनाउनु भएको। यो चाहिँ माथि टुप्पामा थियो नि त, यसको धेरै राम्रो कि। अनि यो चाहिँ हाम्रो यहाँबाट देखिने सिन भइहाल्यो। कस्तो राम्रो देखेको थियो नि, यहाँ त वरिपरि डाँडा काँडा यस्तो दामी देखेको थियो। त्यसपछि हामी चाहिँ थाकेर भर्खर आएको थियौँ नि त। त्यसपछि मैले सबैलाई हाई गर्नु भने उहाँहरूले हाई गर्नुभयो। त्यसपछि मेरो दिदीलाई पनि हाई गर्नु भने। त्यसपछि हल्का टिकटकको लागि चाहिँ हल्का पोस्ट त दिनै पऱ्यो, भिडियो चाहिँ बनाउनै पऱ्यो टिकटकको लागि। मेन भनेको टिकटकको लागि आइन्छ यस्तो ठाउँमा नि, हामीलाई चाहिन्छ फोटो भने खिच्नै पऱ्यो। फोटो त चाहिहाल्यो अभियसली। अनि फोटो खिच्यौँ। त्यसपछि फेरि हामी तल झरेर गिर पार्क जाने चाहिँ सोच बनायौँ। गिर पार्क चाहिँ पहिला पनि गएको हो नि त, अनि फेरि यसरी पनि गइहालौँ भनेर रमाइलो हुन्छ भनेर चाहिँ हामी फेरि गिर पार्क गयौँ। यहाँबाट देखिने भ्यू चाहिँ त्यहाँ चाहिँ अहिले फुलसुल फुलेर चाहिँ दामी भएको रहेछ कि। पहिला चाहिँ हामी फर्स्टमा आएको थियौँ नि, त्यहाँ भर्खर ओपनिङ हुँदाखेरि। त्यसपछि अहिले आएको चाहिँ दामी बनाएको रहेछ। यो त भिडियो भइहाल्यो। जहाँ गयो नि भिडियो त छोड्नु भएन त्यसपछि।